दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। म अर्जुन न्युपाने आज धेरै लामो समयपछि यहाँहरूमा आज उपस्थित भएको छु। आज हामी कुरा गर्दैछौँ बालेन्द्र शाह काठमाडौँका मेयर बालेन्द्र शाहको विषयमा केही विस्तृत जानकारी यहाँहरूमा आज लिएर उपस्थित भएको छु। कृपया अन्तिमसम्म ध्यानपूर्वक सुनिदिनुहोला। के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला। बालेन्द्र शाह सबैले बालेन शाह वा बालेन भनेर चिन्ने नेपालका एक चर्चित युवा नेता, पूर्व र्यापर, संरचनात्मक इन्जिनियर र काठमाडौँ महानगरपालिकाका मेयर हुन्। उनी 35 वर्षका छन् र नेपालको राजनीतिमा परिवर्तनको प्रतीक बनेका छन्। उनको जीवनकथा र्याप सङ्गीतबाट सुरु भएर सहर सुधार गर्दै राष्ट्रिय राजनीतिसम्म पुगेको छ। बालेनको जन्म 2047 वैशाख 14 गते काठमाडौँको नरदेवीमा भएको थियो। उनी मैथली मधेसी परिवारका हुन्। उनका बुबा डाक्टर रामनारायण शाह आयुर्वेदिक चिकित्सक थिए र आमा ध्रुवदेवी शाह परिवारको पुर्ख्यौली घर मोहत्तरी 1 डाँडा गाउँपालिका हो भने मामा घर चाहिँ धनुषामा रहेको छ। उनी परिवारका कान्छा छोरा हुन्। परिवार अहिले काठमाडौँको तिनकुने गैरी गाउँमा बस्छ। सानैदेखि बालेन सङ्गीत वा कवितामा एकदमै धेरै रुचि राख्थे। उनी स्कुलमा पढ्दा नै गीत लेख्थे र र्याप गर्न थालेका थिए। बालेनको काठमाडौँमै स्कुल शिक्षा पुरा गरे। उनले हिमालयन व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरे र त्यसपछि भारतको कर्नाटक स्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरमा स्नातकोत्तर गरे। उनी इन्जिनियरिङ पेसामा सक्रिय थिए। 2072 को भूकम्पपछि उद्धार र नक्सा बनाउने काममा लागेका थिए। अहिले उनी काठमाडौँ विश्वविद्यालयमा पिएचडी गर्दैछन्, जसको विषय सम्पदा संरक्षण गर्ने हो। र्यापरको यात्रा राजनीतिमा आउनु अघि बालेनको नेपालको अन्डरग्राउन्ड हिपहपका स्टार थिए। सन् 2012 देखि नै उनले र्याप गीतहरू मार्फत भ्रष्टाचार, सामाजिक असमानता र युवा समस्याहरू उठाए। उनका चर्चित गीतहरू सडक बालक, आम नेपाली, बुबा पुलिस पत्रकार, नेपाल हाँसेको आदि छन्। उनी र्याप ब्याटलहरूमा विजेता बने र युवाहरूमाझ निकै लोकप्रिय पनि भए। उनको सङ्गीतले युवाहरूलाई राजनीतिक चेतना जोगायो। राजनीतिक प्रवेश र मेयर पदमा आउनु अघि बालेनले र्याप गीतबाटै धेरैको मन जित्न सफल भएका थिए। बालेनले 2020 देखि नै मेयर बन्ने सोच बनाएका थिए। 2021 डिसेम्बरमा फेसबुकबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरे। 2022 को स्थानीय चुनावमा नेपाली काङ्ग्रेस सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै 61,767 मतका साथ काठमाडौँका मेयर पद जिते। यो नेपालको इतिहासमा स्वतन्त्र उम्मेदवारले मेयर जितेको पहिलो पटक थियो। यसले पुराना दलहरूप्रति युवाहरूको असन्तुष्टि देखायो। मेयर भएपछि उनले धेरै कुराहरू सुधार गरे। फोहोर व्यवस्थापनमा जोड, निजी कम्पनीहरूलाई जिम्मा दिए, अवैध निर्माण भत्काउने अभियान सुरु गरे, सडक फुटपाथ सफा गर्ने र सडकमा व्यापार गर्ने व्यापारीहरू हटाउने, पुराना सम्पदा संरक्षण गर्ने जस्तै इखा पोखरी पुनर्निर्माण, टेक्स्टबुक फ्री फ्राइडे जस्ता कार्यक्रमबाट विद्यार्थीहरूलाई सिप सिकाउने, महानगर बैठकहरू लाइभ प्रसारण गर्ने परम्परा, नदी सफाई, ट्राफिक सुधार। तर अवैध संरचना भत्काउँदा र सडक व्यापारीहरूसँगको व्यवहारमा विवाद पनि भयो। उनले भारतको आलोचना गर्दै ग्रेटर नेपाल नक्सा राखेर पनि चर्चा कमाए। व्यक्तिगत जीवन बालेनकी श्रीमती सबिना काफले जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्। उनीहरूको सानो परिवार छ र तिनकुनेमै बस्छन्। हालको राजनैतिक अवस्था डिसेम्बर 2025 अहिले नेपालमा थोरै राजनीतिक सङ्कट छ। जेनजी युवा आन्दोलनपछि प्रधानमन्त्रीको राजीनामा र मार्च 5 मा नयाँ चुनाव हुँदैछ। बालेन राष्ट्रिय राजनीतिमा सक्रिय भएका छन्। उनले पार्टी राजनीतिमा प्रवेश गरेको बताएका छन् र वैकल्पिक शक्तिहरूसँग एकता गर्ने प्रयास गरिरहेका छन्। पछिल्ला दिनहरूमा रवि लामिछाने राजसोपा र अध्यक्षसँग लामो बैठक 6 घण्टासम्म र एकता छलफल भएको हामीले थाहा पाउन सक्छौँ। कुलमान घिर्सिङ, ज्ञानेन्द्र शाही, बाबुराम भट्टराई लगायतसँग वार्ता पनि भइरहेको छ। जेनजी नेताहरूलाई एकता आह्वान, नयाँ ध्रुवीकरणको चर्चा, पुराना दलहरू एकातिर, वैकल्पिक शक्तिहरू बालेन, रवि आदि अर्कोतिर। धेरै युवाहरूले बालेनलाई देशको भावी नेता ठान्छन्। उनी सामाजिक सञ्जालमा सक्रिय छन् र परिवर्तनको आवाज बनेका छन्। बालेनको कथा युवा सपना, साहस र परिवर्तनको हो। उनले देखाएका छन् कि इन्जिनियर र र्यापरले पनि देश बदल्न सक्छ भनेर। दर्शकबिन आजलाई यति नै। आजको भिडियो के कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। फेरि भोलि अर्को विषय र अर्को भिडियो हेर्न तम तयार अवस्थामा बसिदिनुहोला। धन्यवाद।